नेपालमै पहिलोपल्ट गोर्खामा बनाइएको हो क्यान्टिलिभर ब्रिज। डरलाग्दो भिरमा टेका अड्याएर पुल बनेको छ। यस पुलमा मानव र खच्चडले आवजावत गर्छन्। यो पुल नहुँदो हो त यस स्थान वारपार गर्न कुनै हालतमा सकिँदैन। पहिले यो पुल नबनिँदासम्म माथिल्लो भेगका स्थानीयहरू यही तलको भिरमा डोरीमा झुन्डिएर आवजावत गर्थे रे। योभन्दा माथिल्लो भेगमा धेरैवटा गाउँ बस्ती छन् जहाँ हजारौं मानिस स्थायी रूपमा बसोबास गर्छन्। पहिले तिब्बत नाका खुल्दा त उतैबाट व्यापार हुन्थ्यो रे। नेपाली बजार टाढा भएकोले ढुवानी र मूल्य तिब्बतमै सहज पर्थ्यो। तर कोरोना पश्चात तिब्बत नाका ठप्प छ। जीवनयापनका निम्ति नेपाली बजारकै भर छ र आवजावत गर्न यसै पुलको कति महत्त्व राख्छ यस्तो संरचनाले मानवीय जीवनमा। सायद चुम्बासीलाई थाहा होला त्यो। कहिलेकाहीँ त यो पुल बिग्रिदिन्छ भने पहिरोले लगिदिन्छ। वैकल्पिक अर्को मार्ग छैन। कतिले त डाँडै डाँडा पाखै पाखा जोखिम मोलेर आउजाउ गर्छन् त्यो बखत। तर यो पुल बिग्रिँदा गम्भीरताका साथ लिइँदो रहेछ। यसअघि पनि पहिरोले लग्यो यो पुल। वडाध्यक्ष सरोज लामा आफै लागेर पुल निर्माणमा खटिए। गाउँपालिका सजग बन्यो। एउटा मात्र निकायले यो पुल सम्बन्धी काम गर्ने भएकोले केही समय त लाग्दो रहेछ, तर पनि काम भने बनियो।